व्हाट्सएप गाइस कस्तो हुन्छ सबैजना आयो सबैजना सन्चै हुन्छ होला वेलकम ब्याक टु माई न्यू ब्लग आज चाहिँ हामी चम्पा लगेर खेत जोत्न जाँदैछौँ अगाडि हुनुहुन्छ दाइ भाइ उता काइलो बा अब हामी जाँदैछौँ बाटो चाहिँ यही हो त्यसरी लग्नु भएको छ उहाँहरूले हामी चाहिँ डेक बोकेर हिँडिरहेछौँ साउन्ड बार आवाज चाहिँ कस्तो सुन्ने कमेन्ट गरिदिनु होला यता छ तेल बाटो चाहिँ यस्तो छ यस्तो बाटोबाट लग्न पर्छ माथि डह्रो घाम लाग्यो त्यो हेर्न मिल्दैन हुन त कस्तो बाटोबाट लड्नुपर्छ खोलिदेऊ सागरमा पोखिदेऊ बाधेका ती मनका सारा भावना सपना धेरै बाती ल खोलिदेऊ ती दुई सागरमा दाइल तेल बढी हाल्नु भयो हल्ला छ पुरै यहाँसम्म हावा फाले
ल खेत चाहिँ जोतेर भ्याइसक्यो, देख्न सक्नुहुन्छ। पुरै जोतिसक्यो। अब उतातिर पनि छ, दाइले जोतिरहनु भएको छ। उतातिर त अलिकति जोत्न त छ, तर यतातिरको सबै जोतिसक्यो। कटकटे काटीमा आए सटल गर्ने मैले खाल्छु गीत मलाई नै मन पर्ने लन्जुङको तोपाले म एकछिन त रन्झने लगाए यो चाहिँ पुरै जोतेर भ्याइसक्यो। अब यो जोत्दै हुनुहुन्छ, यो पनि यताको पुरै यो भन्नुहुन्छ के र अहिले त घाम हुन्छ, साँझ यो चमला सायद यो खन्दै हुन्छ। यहाँबाट झार्या यो चाहिँ खनिसक्नुभयो। कम्प्लिटेड। यो बारी पनि जोतेर भ्यायो। अब अर्को बारी स्टार्ट हुँदैछ। अहिले मेबी मैले र अविरलले सायद चलाउँछौँ होला। Все, кто в карантиграм, брат. С одной головы соседи на весь пух и прах. Все с одного ребра. तिमी नजिक आउँदा बढ्छ मेरो धड्कन हावा पनि रोकिन्छ सुन्छ मेरो कदम जाउँ हिँड लन्डन घुम्नलाई पल्टन हामी जता पुग्छौँ त्यति बनाउँछौँ। लगाइज यो अनि त्यो जोत्दै हुनुहुन्छ। माथिको यो माथिको त्यो अनि यो 1 2 4 5 6वटा गरेर जोतिसक्नुभयो। अब लास्ट एउटा जोतिरहनु भएको छ, अझै 3टा छ। हामी चाहिँ भात खाएर आउँछौँ अब जोत्न। ल हामी खाना खान आइसक्यौँ। ल गाई चाहिँ आइसक्यौँ। हामी चाहिँ घर खाना खान भात खान। ल हामी चाहिँ आइसक्यौँ घर। अब हामी चाहिँ खाना खान्छौँ। हामी चाहिँ बारी जोतेर आइसक्यौँ। चिम्फा तल राख्यौँ। अब यहाँ तरकारी पाक्दैछ, यता पिँडालु काटेर रेडी छ। अब आजको लागि यति नै। फेरि अब हामी भोलि घर जाने हो। ल आजको लागि यति नै।